यो पैसा लिएर पठाउने कुरा भएको हो। यसमा मानव बेचबिखनको जो मान्छे जान चाहन्थ्यो, जान चाहने मान्छेसँग पैसा लिएर पठाइयो भन्ने कुरा हो। हेर्नुहोस् है त। तर यो मानव बेचबिखन भनेको के हो? मानव बेचबिखन भनेको तपाईलाई लगेर मैले कहीँ बेचेँ होइन, कहीँ लगेर तपाईलाई चाहिँ पैसा लिएर चाहिँ तपाईलाई कहीँ पुर्याएर चाहिँ मैले चाहिँ लाभ लिएँ भने पो त्यो मानव बेचबिखन हुन्छ त। अनि जेलाई पनि मानव बेचबिखन भनिदिने, यो अहिले नै मानव बेचबिखन भयो, गृहमन्त्रीले मान्छे बेच्यो भनेर चाहिँ यस्तो कुराहरू त यो बेतुकको कुरा गर्नु बेअर्थ छ। अहिलेलाई राजीनामा गर्नुपर्ने या चाहिँ संसदीय छानबिन समिति गठन गर्नुपर्ने कुनै कारण छैन भने अध्यागमनमा संसदले नै 64 सालमा संसदले नै एउटा नियम सरकारलाई रुलिङ गर्यो कि यो मान्छेहरू चाहिँ भिजिट भिसाका नाउँमा विदेश गए, भिजिट भिसाको नाउँमा गएर त्यहाँ काम गर्ने हिसाबले गए र काम गर्दाखेरि उनीहरूको कुनै पनि किसिमको चाहिँ निशा प्रमाण नभएको र चाहिँ उनीहरू चाहिँ इलिगल रूपमा चाहिँ जाँदाखेरि चाहिँ उनीहरू शोषणमा परे, ठगिए, महिलाहरू शोषणमा परे। त्यसकारणले गर्दाखेरि कुनै कार्यविधि बनाएर जाऊ भनेर सरकारलाई निर्देश गर्यो। सुन्नु मेरो कुरा सुन्नुहोस्, पहिला कुरा सुन्ने गर्नुपर्छ, बिचमा काट्ने गर्नु हुँदैन। अनि त्यो पछि एउटा कार्यविधि सरकारले बनायो। त्यो कार्यविधिमा के गर्यो भने तपाईलाई चाहिँ दोहोरो टिकट हुनुपर्ने, आउने जाने टिकट हुनुपर्ने, त्यहाँ बस्दाखेरिको होटल बुकिङ हुनुपर्ने भिजिट भिसामा जानेको हकमा, त्यसपछि गएर पर्याप्त डलर हुनुपर्ने, त्यहाँ बस्नु जसम्मको लागि जति दिनको लागि गएको हो त्यति दिनको लागि आवश्यक डलर हुनुपर्ने भन्ने व्यवस्था मिला। त्यो गएपछि भ्रष्टाचारको ढोका खुल्यो र त्यहाँबाट चाहिँ के छ भने अब त्यो त जो मान्छे भिजिट भिसामा गएर काम गर्न चाहन्थ्यो त्यो मान्छेको त त्यो कुराहरू हुँदैन थियो, दोहोरो टिकट पनि हुँदैन थियो, पर्याप्त डलर पनि हुँदैन थियो होइन। अब चाहिँ तपाईलाई चाहिँ के छ भने त्यसपछि गएर उसले जाने बाटो खोज्न थाल्यो र त्यो बाटो दुईटा भए। एउटा बाटो भनेको यीको कर्मचारीलाई पैसा खुवाएर जाने या अर्को चाहिँ के छ भने इन्डिया भएर जाने। तपाईलाई यहाँ जति नेपालीहरू नेपालबाट जान्छन् त्योभन्दा बढ्ता इन्डियाबाट जान्छन्। प्राय महिला कामदारहरू चाहिँ भिजिट भिसामा जाने महिला कामदारहरू इन्डियाको बाटोबाट जान्छन् भनेपछि त्यो बाटो पनि खुल्यो र त्यहाँबाट चाहिँ भ्रष्टाचारजन्य कामहरू सुरु भयो। यो त्यतिखेरबाटै सुरु भयो, यो अहिले आएर भएको कुरा पनि होइन। त्यसकारणले गर्दाखेरि चाहिँ यो पैसा लिएर पठाउने कुरा भएको हो। यसमा मानव बेचबिखनको जो मान्छे जान चाहन्थ्यो, जान चाहने मान्छेसँग पैसा लिएर पठाइयो भन्ने कुरा हो। हेर्नुहोस् है त। तर यो मानव बेचबिखन भनेको के हो? मानव बेचबिखन भनेको तपाईलाई लगेर मैले कहीँ बेचेँ होइन, कहीँ लगेर तपाईलाई चाहिँ पैसा लिएर चाहिँ तपाईलाई कहीँ पुर्याएर चाहिँ मैले चाहिँ लाभ लिएँ भने पो त्यो मानव बेचबिखन हुन्छ त। अनि जेलाई पनि मानव बेचबिखन भनिदिने, गृह मन्त्रालयका कर्मचारी पनि मिसिए होलान्। अब कहाँ मिसिया छन्, अनुसन्धान सुरु भएको छ। अहिले अख्तियारले अनुसन्धान सुरु गरेको छ। अख्तियारले भन्ला अहिलेसम्म मुद्दा अभियोजन कसैमाथि भएको छैन, कसैमाथि दोषी करार गरेको छैन, मुद्दा अभियोजन नै भएको छैन। मुद्दा अभियोजन जुन बेला होला त्यही बेला चाहिँ हामी सबैलाई थाहा होला कि को यसमा चाहिँ संलग्न छन् भन्ने कुराको बारेमा मुद्दा अख्तियारले अभियोजन गरेपछि थाहा हुन्छ। अहिले त अनुसन्धानकै प्रक्रियामा छ के भएको हो भनेर, कर्मचारी पनि दोषी भनेर भन्न मिल्दैन। त्यसकारणले गर्दाखेरि अहिले नै मानव बेचबिखन भयो, गृहमन्त्रीले मान्छे बेच्यो भनेर चाहिँ यस्तो कुराहरू त यो बेतुकको कुरा गर्नु बेअर्थ छ र यो कुराहरूमा उहाँहरू फस्नुभयो। उहाँहरूले चाहिँ के छ भने अनावश्यक माग राखेर चाहिँ एउटा हदसम्म पुग्नुभयो, वेल घेराउमा पुग्नुभयो। पुगेपछि उहाँहरूलाई पनि फिर्ता हुन गाह्रो भएको होला। ठिकै छ, एउटा राजनीतिक शक्ति हो, त्योसँग पनि हामी वार्ता सहमति गरेर एउटा सहमतिमा पुर्याउँछौँ सहमतिमा पुर्याउँछौँ। केही दिन लाग्ला, अब यो राजनीतिमा यस्तै हुन्छ, केही दिन लाग्छ। माओवादी द्वन्द्व पनि 10 वर्ष लाग्यो तपाईँलाई चाहिँ सहमतिमा आउन भनेपछि संसदमा भएको यो द्वन्द्वहरू पनि कयौँपल्ट 2 महिना 3 महिना पनि लागेका छन् र यो समाधानमा आउँछ। हामी समाधानकै बाटोमा छौँ। अहिले जुन मिडियामा जुन ढङ्गले आयो कि उजुरी हाल्न चाहिँ लगाउने, अब त्यो उजुरी हाल्न लगाउने कुरामा पनि जुन कुन गुरुङहरू भनेर चाहिँ आएको थियो, त्यो गुरुङहरू पनि तपाईँलाई चाहिँ ठगिएको चाहिँ कहिले रहेछ भन्दाखेरि उहाँहरूकै भनेअनुसार ठगिएको भन्नुभएको छ। त्यो चाहिँ रवि लामिछाने गृहमन्त्री हुँदाखेरिको कुराहरू छ, त्यो पनि हामीले हेरिसक्यौँ। भनेपछि अब यस्ता कुराहरू नचाहिने कुराहरू लिएर आएर गृहमन्त्रीको राजीनामा माग्ने भन्ने कुरा उचित होइन। अख्तियारले छानबिन गर्दैछ। अख्तियार भोलि गृहमन्त्रीसँग नि पुग्न सक्ला। यदि गृहमन्त्रीको दोष देखियो भने त्यहाँसम्म पुग्न सक्ला। प्रधानमन्त्रीकै मै पनि त पुग्यो नि, पूर्व प्रधानमन्त्री कहाँ पुगेन? अहिले निलम्बनमा हुनुहुन्छ पूर्व प्रधानमन्त्री। भनेपछि अब
त्यो त्यहाँ पुगेछ भने राजीनामाको मात्रै कुरा हुँदैन, कानुनी कारबाही नै भोग्नुपर्ने हुन्छ। नत्र भएदेखि अहिलेलाई राजीनामा गर्नुपर्ने या चाहिँ संसदीय छानबिन समिति गठन गर्नुपर्ने कुनै कारण छैन भने